यो गुरुवा गाउँ शाखा यसको काम कहिलेदेखि सुरु भएको थियो, यो कसरी चाहिँ निर्धारित समयभन्दा अगाडि सम्पन्न भयो, यसमा चाहिँ कति किसानहरू लाभान्वित भइरहेछन् अलिकति भन्नु। हजुर, धन्यवाद। यो वास्तवमा यो ठेक्का चाहिँ 2080 साल फागुनमा चाहिँ सम्झौता भएको थियो। 3 वर्षभित्र सम्पन्न हुने गरिकन यो 11 किलोमिटर नहर पुरै यो नयाँ फ्रेस नहर हो। यो यहाँ पहिला यो मुआवजा दिएर नयाँ नहर बनाइएको हो। 3 वर्षको टाइम जुन निर्धारित गरिएको थियो त्योभन्दा अगाडि नै करिब 1.5 वर्षभित्रै यो चाहिँ निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ। हाल आजको दिनसम्म करिब 95% को हाराहारीमा काम सम्पन्न भएको देखिन्छ। यद्यपि यहाँ केही फिनिसिङका कामहरू बाँकी छन्। के अब यो बायो इन्जिनियरिङबाट चाहिँ यो रेनकटलाई चाहिँ रोक्नको लागि टर्फिङको कामहरू गर्न बाँकी छ। अरू यो सर्भिस रोडको चाहिँ कहीँ मेन्टेन गर्ने कुराहरू बाँकी होला। त्यसकारण यो ठेक्का चाहिँ समयमै सकियो। समयभन्दा अगाडि हैन, करिब 50% समय अगाडि नै सकिने अवस्थामा रहेको छ। हैन, गरेपछि सकिन्छ, नसकिने होइन। एउटा स्रोत साधन सबै कुरा चाहिँ व्यवस्थित तरिकाले प्रभावकारी रूपमा हाम्रो निर्माण व्यवसायले पनि के गर्नुभयो भन्दाखेरि विभिन्न सेक्सनमा, जस्तो 11 किलोमिटरमा एकतिरबाट मात्रै काम गर्नु भएन, उहाँले 5 ठाउँबाट सुरु गरिदिनु भयो। 5 ठाउँबाट सुरु गर्दाखेरि के भन्दा भन्दाखेरि पिसमा काम हुँदाखेरि चाँडै सकिने रहेछ। किनभने उहाँसँग अब स्रोत साधन रहेछ, त्यही भएर एकैपटक धेरै ठाउँबाट काम गर्न सक्नुभयो र समयभन्दा अगाडि सक्नु भएको हो। यो जस्तो समयभन्दा अगाडि आयोजना सम्पन्न भइसकेपछि बासिन्दा कस्तो एउटा उत्साहको वातावरण बनेको छ कि के छ सर? अब कहिले पनि नसकिने जस्तो आयोजना भयो, राष्ट्रिय गौरवको आयोजना, तर काम कहिले सकिन्न। सबै कार्ययोजना थपेको थपे अनि गुरु योजना थपेको थपे, लागत र चाहिँ समय बढ्यो भन्ने कुरा त्यसमा अलिक फरक देखिन्छ। हो, होइन, यो यस्तो हुन्छ। अब एउटा आयोजनामा टिम हुन्छ, टिम मोटिभेटेड भएर लाग्यो भने, मोटिभेटेड हुनलाई स्रोत साधन चाहिन्छ। अब स्रोत साधन भएन भने के गर्ने काम, होइन। त्यस कारणले गर्दाखेरि एउटा टिम, मोटिभेटेड टिमको जरुरत पर्छ र स्रोत साधनको आवश्यकता पर्छ। त्यो भयो भने तोकिएको समयभन्दा काम अगाडि सकिन्छ भन्ने कुरा चाहिँ यसैको ज्वलन्त प्रमाण चाहिँ यही हो। त्यसकारण हामीले राष्ट्रिय गौरवको आयोजनाहरू ढिला, अब यो हाम्रो सिक्टाको, स्पेसली सिक्टाको सन्दर्भमा चाहिँ बिचमा केही समस्याहरू आए। बिचमा ती समस्याहरू प्राविधिक कारणले के गर्दाखेरि ढिला भयो र राज्यको अब स्रोत साधनको कमीको कारणले पनि ढिला भयो होला। तर पनि यो राष्ट्रिय गौरवको 43,000 हेक्टरको आयोजना हो। यो काम सक्नलाई अलि समय लाग्छ पनि। अब संसारका ठुल्ठुला आयोजनाहरू पनि सम्पन्न हुनलाई रातारात सम्पन्न हुने होइन, केही समय लाग्छ। 5-10 वर्ष लागेका उदाहरणहरू पनि छन्। त्यसकारणले यसमा अब नेपालको सन्दर्भमा राज्यको स्रोत साधनको कमीको कारणले, अरू टेक्निकल कारणले अलिकति समय ढिला भएको देखिन्छ। तर पनि अब भविष्य उज्जवल छ। हामी समयभन्दा अगाडि तोकेको जुन हाम्रो 89-90 सम्म यो आयोजनाको कन्स्ट्रक्सनको कामलाई सक्ने भनेका छौँ, त्यो कन्स्ट्रक्सनको काम चाहिँ त्योभन्दा अगाडि सक्छ भन्ने चाहिँ हामीले आशा र अपेक्षा गरेका छौँ। अहिले पछिल्लो अवस्थामा चाहिँ अब यो हाम्रो चाहिँ चालु आर्थिक वर्षको हामी अन्तिममा यो वर्ष हामीले मुख्य के काम गर्यौँ, अब आगामी वर्षको लक्ष्य के छ, यो अलिकति एकदम संक्षेपमा बुझाइगत हुन्छ। हामीले यो आर्थिक वर्ष 81-82 मा हामीले खास गरी हाम्रो मेन हामी यो गुरुवा गाउँ शाखा नहर निर्माणमा हामी केन्द्रित थियौँ। यो शाखा बाहेक हामीले अरू जस्तै अब मुआवजा वितरणको कामहरू पनि सँगसँगै गरिराखेकै छौँ। हामीले किनभने सिँचाइ जति पनि सिँचाइ नहर प्रणालीहरू छन् ती सबै नयाँ प्रणालीहरू हुन्। ती नयाँ नहर खन्दाखेरि व्यक्तिगत जग्गाहरू चाहिँ मुआवजा दिनुपर्ने हुन्छ। बाढी वितरण गरिराखेकै अवस्था छ र अर्को वर्ष पनि हामी यो निरन्तरता दिन्छौँ। त्यसै गरी अरू शाखाहरू जस्तै अब पर्सनीपुर शाखा छ, अनि त्यसपछि यो पिडारी शाखा भयो, अनि अकलगरुवा शाखा पनि हामीले सम्पन्न गऱ्यौँ यही वर्ष। त्यसै पिडारी पर्सनीपुर पनि काम भइराखेकै छ। त्यसै गरी पूर्वी नहरमा तपाईँको हामीले नयाँ शाखाहरू खोल्नलाई सुरुवात गरेका छौँ। जस्तै S1, S2, S3, S4 भनेर नयाँ शाखाको निर्माणको काम सुरु भएको छ भने लिफ्टहरू, अरू 6वटा लिफ्टहरू हामीले पूर्वी नहरमा हामीले काम सुरु गरेका छौँ।
यही आर्थिक वर्षमा सुरु गरेका छौँ र अर्को वर्ष ती जति पनि हामीले यसपालि सुरु गरेका काम ती अर्को वर्ष सम्पन्न हुन्छन्। त्यसै गरी अनि डुडुवा जुन हाम्रो पश्चिम मूल नहरको डुडुवा जुन महत्त्वपूर्ण शाखा छ जुन 17,000 हेक्टरको लागि सिँचाइ हुन्छ भनेका छौँ त्यसको पनि हामीले अब निर्माण अब सुरु हुने एकदम हामी अब यो उसको चाहिँ डुडुवाको चाहिँ निर्माण सुरु हुने स्टार्ट गर्ने समयमा आइपुगेका छौँ र हामी त्यो पनि अब करिब 3 वर्षभित्र डुडुवाको चाहिँ हाम्रो जुन उद्देश्यका साथ हामीले डुडुवालाई पुनर्स्थापन आधुनिकीकरण गर्न खोजिरहेका छौँ त्यो काम हामी सम्पन्न गर्छौँ र 17,000 हेक्टरमै हामीले त्यो शाखाबाट पानी उपलब्ध गराउन सक्छौँ भन्ने अपेक्षा गरेका छौँ। डुडुवाको चाहिँ ठेक्का सम्झौता भएर काम सुरुै हुन्ला हो सर, के हो सर? हो, हामी यही असारभित्र अब अहिले भोलि नै हामी सम्झौता गरेर यो असारबाटै काम सुरु हुन्छ। यो बहुवर्षीय ठेक्का हो, स्रोत सहमति पनि छ। अब हाम्रो कन्ट्र्याक्टरको सेड्युल जुन उहाँले पेस गर्नुहुन्छ त्यो सेड्युलमा वर्किङ डेजहरू जुन छन् त्यो वर्किङ डेजहरूमा काम हुन्छ, त्यही अनुसार अगाडि बढ्छ। डुडुवा चाहिँ हाम्रो 50 वर्ष पुरानो अधुरो जुन सपना थियो त्यो पुरै हुन लाग्छ, त्यो एकदम पुरा हुन्छ। त्यसमा ढुक्क भन्नुभयो हुन्छ, पुरा हुन्छ। तोकिएको समयमा काम सम्पन्न गराउँछौँ। हस्।